ल परेन भन्नुहुन्छ। तपाईँहरूको लभ परोस् चाहिँ कसरी क्या, कसरी भन्नु न। बोल्नको लागि होइन, जम्मा होइन, बल्ल बल्ल मरेर जोस गरेर क्या हाई लेखेको छ, हाई हेलो त्यति क्या। अनि उताबाट रिप्लाई आउँछ हाई। अब त नाप भयो, के रिप्लाई दिने। कमसेकम बोल्न सिक्नुहोस् न, बोल्न। हाई हेलो के गर्दैछौ भनेर अलिक म्यासेज गर्नु पऱ्यो क्या। आहा आज तिमीलाई त मैले यस्तो ठाउँमा देखेको थिएँ नि, कस्तो राम्रै लाग्यो मलाई त भन्ने अलिकति दिनु पऱ्यो क्या। हुन्छ नि स्टार्टक्स टाइपको कुराहरू दिनु पऱ्यो क्या, अलिक गकिला शब्दहरू हान्नु पऱ्यो क्या। के अरे आफै पटिन्छ। केटाहरू पनि पटिन्छन् होइन। कोही केटीहरूलाई केटा मन पर्न सक्छ, कोही केटाहरूलाई केटी मन पर्न सक्छ होइन। यसको लागि चाहिँ केही नयाँ तरिकाले चाहिँ उनीहरूलाई जालमा हान्नु पऱ्यो क्या। त्यतिकै हाई हेलोको भरमा कसैले तपाईँलाई मन पराउँदैन, कसैको लभ पर्दैन, बुझ्नुभयो नि। अलिक नयाँ टेक्निकहरू अपनाउनुहोस् होइन। तिनीहरू मैले कहाँ देखा जस्तो लाग्छ नि, फिक्स देखेको हुनुपर्छ भन्नु पऱ्यो। अनि त्यसपछि के हुन्छ, इन्ट्रेस्टिङ कुरा अझ भित्र गहिरा कुराहरू हुँदै जान्छ। अनि त्यसपछि होइन झन् बढी कुरा हुँदै 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 जान्छ, अनि लभ पर्न सक्छ है। हाई हेलोको भरमा लभ पर्दैन, नयाँ टेक्निक अपनाओ।